हेलो जय मसी फेरि पनि लामो समयपछि तपाईलाई क्रिस्चियन मञ्चमा प्रदीप बराइली स्वागत गर्न चाहन्छु। तपाईहरुको बीचमा फेरि एकदमै धेरै समयको के भन्छ ग्याप पछि म फेरि तपाईहरुको बीचमा उपस्थित भएको छु। माफ गर्नु होला, म केही कार्य व्यस्तताको कारणले तपाईहरुको बीचमा गीतहरु समयमा ल्याउन सकेन र फेरि कन्टिन्यू हामी गर्न जाँदैछौँ र विशेष गरी तपाईलाई एउटा राम्रो जानकारी पनि दिन चाहन्छु। छिट्टै हाम्रो टिमहरुबाट अलि विशेष प्रकारको अलि फरक शैलीमा हामीले क्रिस्चियन मञ्चमा भिडियो ल्याउने तपाईहरुको बीचमा प्रस्तुत गर्ने कोसिस गरिरहेका छौं र हामी थुप्रै कुराहरु सिक्न पाउने छौं र आगामी दिनहरुमा र पक्कै पनि तपाई एकदमै गिटार सिक्न चाहने, किबोर्ड सिक्न चाहने र धेरै कुरा जान्न चाहने र मण्डलीमा सेवा गर्न चाहने व्यक्ति हुनुहुन्छ भने तपाईको लागि यो चाहिँ एकदमै असल समय सिक्नेहरुका लागि हुनेछ है। र फेरि पनि त्यसै कारणले अलिकति ढिलो भयो भन्न चाहन्छु र प्रतीक्षा गर्नु होला। हामीले छिट्टै एकदमै राम्रो राम्रो गीतहरुमा धेरै तरिकाले हामीले लेसनहरु ल्याउने कोसिस गर्दै छौं र तपाईहरु जोडिराख्नु होला भन्न चाहन्छु। र आज विशेष गरी यो अलि पहिले आइसकेको गीत लगभग 1 महिना भयो। हुन त तपाईले युट्युबमा भेट्नुहुन्छ, तर यो गीत सिक्न चाहनुहुन्छ भने तपाईले सिक्न सक्नुहुनेछ र तपाईहरुको बीचमा विशेष गरी हाम्रो पास्टर एड्रियन देवान ज्यूको युट्युब च्यानलमा यो गीत भेट्नुहुन्छ। जगाउनुहोस् भन्ने गीत अति राम्रो वसिमा तपाईले गाउन सक्नुहुन्छ यो गीतलाई र हामी यो गीत सिक्न जाँदैछौँ र म पक्कै नै आशा गर्छु तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छ, लाइक गर्नु भएको छ भनेर हामी आशा गर्छौँ। यदि गर्नु भएको छैन भने झट्टै तपाईले त्यहाँ बेल आइकनलाई दबाउनुहोस्, सब्स्क्राइब गर्नुहोस्, बेल आइकन दबाउनुहोस् र तपाई हामीसँग जोडिन सक्नुहुन्छ। हामी निरन्तर भिडियो ल्याउने छौँ। तपाईको साथीभाइहरुले शेयर गर्न सक्नुहुन्छ, धेरैभन्दा धेरै शेयर गरिदिनुस्। प्रभुले तपाईलाई प्रशस्त आशीष दिनुभएको होस्। आउनुहोस् हामी यो गीतमा लाग्ने कर्डहरु हेर्न जाँदैछौँ, कर्डहरु सिक्नेछौँ। त्यसपछि यसले स्टमिङ हामीले किन बजाउन सक्छौं त्यो हेर्नेछौँ र त्यसपछि आएर यो गीतलाई हामी सिक्नेछौँ। आउनुहोस् हामी यो गीतलाई सिक्न जाँदैछौँ। हुन्छ, यसमा प्रयोग गर्ने कर्डहरु हामी हेर्न जाँदैछौँ। यसमा चाहिँ विशेष गरी तपाईले यो क्यापो लगाउन पनि सक्नुहुन्छ, नलगाउन सक्नुहुन्छ, किनभने यो गीत चाहिँ शार्पमा बजेको छ, अर्थात् यो जी शार्पबाट प्ले भएको छ है यो गीत। त्यो कारणले चाहिँ मैले यो क्यापो लगाएर बजाउँछु मैले चाहिँ। तर तपाईले के गर्न सक्नुहुन्छ भने विदाउट क्यापो नलगाइकन बजाउनु। कसैले तपाईसँग क्यापो छैन भने क्यापो नै लगाउनु पर्छ भन्ने छैन, किनभने यो गीतलाई नर्मल चर्चमा शार्पमा गाउँदा कतिजनाले गाह्रो होला बिगिनरहरुलाई। तपाईले क्यापोलाई हटाएर नर्मल नै गाउनुहोस् है, सकेसम्म। त्यो मैले कर्ड चाहिँ नर्मल तरिकाले भनिदिन्छु। यद्यपि मैले क्यापो लगाएर गाउँछु, बजाउँछु, शार्पमा छ। तर यो गीतलाई चाहिँ कसरी तपाईले बजाउन सक्नुहुन्छ भने यसमा प्रयोग भएको कर्डहरु हामी हेर्न जाँदैछौँ है। जी मेजर तपाईले प्रयोग गर्न सक्नुहुन्छ है। मैले क्यापो लगाएको छु, तर तपाईले जी मेजर प्ले गर्नुहोस्। ई माइनर 7 छ त्यसमा, तर ई माइनर 7 द्वारा हामी चाहिँ ई माइनर प्ले गर्न जाँदैछौँ सजिलोको लागि। ई माइनर। अर्को कर्ड हामी प्रयोग गर्न जाँदैछौँ सी मेजर। यस्तो हुन्छ पोजिसन सी मेजर। अर्को कर्ड यसमा प्रयोग भएको छ डी माइनर, डी माइनर, सरी माफ गर्नु होला, डी मेजर है। त्यसपछि अर्को कर्ड यसमा एड भएको कर्ड भनेको छ ए माइनर है। ए माइनर तपाईले बजाउन सक्नुहुन्छ। म फेरि यसलाई कर्डलाई तपाईलाई फेरि भन्दिन्छु कुन कुन कर्ड प्रयोग भएको छ। जी मेजर, ई माइनर, सी मेजर, डी मेजर, ए माइनर। यति कर्डहरु सिक्नु भने यो गीतलाई तपाईले गाउन सक्नुहुन्छ, एकदम सजिलोसँग गाउन सक्नुहुन्छ। यति कर्डहरुलाई सिक्नुहोस् र राम्रोसँग तपाईले बजाउन सक्नुहुनेछ र यो कर्डहरुलाई प्रयोग गर्न सक्नुहुन्छ। मैले भने तपाईले क्यापो हटाएर बजाउनुहुन्छ भने पनि तपाईले बजाउन सक्नुहुन्छ। पवित्र आत्मा सजिलो छ है। जलाउनुहोस्, जगाउनुहोस् है। पवित्र आत्मा जगाउनुहोस्। एकदम राम्रो सुनिन्छ, यसमा नि तपाईले बजाउन सक्नुहुन्छ। तर मैले चाहिँ यो गीतमा क्यापो लगाएर बजाउँदैछु र यसको स्टमिङ प्याटर्न तपाईले हेर्न सक्नुहुन्छ है। यसको स्टमिङ प्याटर्नलाई हामी सिक्दा कसरी बजाउने भनेपछि सजिलो छ। 4x4 को स्टमिङ अलि नजिक गरेर देखाउँ। हुन्छ, यसको स्टमिङ प्याटर्न भनेको 4x4 मा बजेको छ। यो गीत 4x4 को छ। तपाईले 4x4 को स्टमिङ हान्नुभयो भने जस्तो तपाईले पुरै यसो 4x4 को स्टमिङ हान्नु पनि पर्छ। यो हान्नुभयो भने पनि चल्छ मजाले। यसमा पनि मजाले बजाउन सक्छौँ है। हेर्नुहोस् त कसरी बजाउन सक्छ, गाउन सक्छौँ हामी। पवित्र आत्मा जगाउनुहोस्, डाउन अप अप डाउन डाउन अप डाउन, बजाउनुहोस् डाउन। हामीलाई फेरि हेर्नुहोस् त चेन्ज यसरी गर्न सक्नुहुन्छ। अर्को तरिका छ डाउन अप डाउन
अब तपाईँले यसरी बनाउँछ है, हेर्नुहोस् त म भन्छु पवित्र आत्मा सेम त्यही तरिका अप डाउन 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 अप। यो दुईटै स्टमिङ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ, तपाईँलाई जुन सजिलो हुन्छ त्यही स्टमिङ प्रयोग गर्नुहोस् है। पछि आएर हेर तपाईहरु जागृतिको पछि हेर्नुहोस् यसरी बजाएको छु मैले भनेपछि यो गीतमा भेरिएसन अलिकति भेट्नुहुन्छ तपाईले। त्यसैले पहिला चाहिँ डाउन अप डाउन यो चलेको छ, यो चलाउनुस्, पछि गएर हैन यो पछाडिको भाग फोरवाइफरको जुन हामी बजाउँछ नि डाउन यो बजाउँछौ नि, यो पछाडि मात्रै बजाइदियो भने सजिलोसँग बजाउन सक्नुहुनेछ। मलाई आशा छ तपाईले बिस्तारै सिक्नुहोस्, धेरै पटक हेर्नुहोस्, सिक्नुहोस् र तपाईको मण्डलीमा यही स्टमिङ यही कर्डलाई प्रयोग गरेर गाउनुहोस्। आउनुहोस् हामी यो गीतलाई सिक्न जाँदैछौँ। पवित्र आत्मा जगाउनु हो, बिउझ्याउनु हो हामीलाई फेरि। हे पवित्र आत्मा बचाउनु हो मण्डलीलाई सुस्ताउनदेखि। युद्ध चर्को छ, काम बाँकी छ, शत्रु सक्रिय छ हो, यसैले पवित्र आत्मा जलाउनु हो विश्वासको आगो हृदयमा फेरि। हे पवित्र आत्मा खोलिदिनुहोस् आत्मिक दृष्टि हरेकको फेरि। हेर्न चाहन्छौँ राज्य आएको पुरा सामर्थ्यमा हाम्रो माझमा। पवित्र आत्मा जागृतिको बाधकहरूलाई हटाइदिनु हो, शरीरमा टाँसिने पापलाई जलाइदिनु हो, दोहोरिरहने कमजोरीमाथि विजय दिनु हो, प्रेमानन्द शान्ति हामीमा प्रशस्तै फैलाइदिनु हो, अशुद्धता हामी माझबाट हटाइदिनु हो। पवित्र आत्मा जगाउनु हो, बिउझाउनु हो हामीलाई फेरि। हे पवित्र आत्मा बचाउनु हो मण्डलीलाई सुस्ताउनदेखि। युद्ध चर्को छ, काम बाँकी छ, शत्रु सक्रिय छ हो, यसैले पवित्र आत्मा
हुन्छ, पक्कै पनि तपाईँ आशिषित हुनुभयो होला, म विश्वास गर्छु तपाईँ एकदमै धेरै आशिषित हुनुभएको हुनुपर्छ। र यो गीतहरूलाई यो कर्डलाई सिक्नुहोस्। मैले भने जसरी तपाईँले क्याप लगाएर बजाए पनि हुन्छ, क्याप नलगाएर बजाए पनि हुन्छ। तपाईँले यो गीतलाई त्यसरी तपाईँले सिक्न सक्नुहुनेछ र सिक्नुहोस्, आशिषित हुनुहोस्। तपाईँको मण्डलीमा निरन्तर परमेश्वरको आराधना गर्नुहोस्। प्रभुले तपाईँलाई प्रशस्त आशिष दिनुभएको। फेरि पनि सम्झाउन चाहन्छु, यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सनुहोस्। गड ब्लेस यु अल।